गुड मर्निङ सबैलाई। आज फेरि नयाँ ब्लग लिएर आएको छु। अन्त कतिवटा बनाएको छ अरे हौ? कुखुराले चल्ला पारिरहेको छ कि अलिकति जाउँ त तिमी। यहाँ चाहिँ चल्ला बनाइरहेको रहेछ। नयाँ मेहमान रहेछ यहाँ। आमै आमै छोड्दैन हौ, एउटा दुईवटा त हेरौँ। यहाँ हेर्नुहोस् है, क्युटी पाई छ, क्युटी पाई। यो कालो चाहिँ किन आयो भन्दा यो हामीले अर्को माउको अन्डा दिएको थिएँ, अन्त त्यही भएर त्यो माउ कता छ अन्डा पार्नु गएको, अन्त त्यसको बच्चा चाहिँ यो देख्नु हुँदैछ उनीहरूले अन्डा पार्नु बसिरहेको छ नि त्यो कुखुरा। यो चाहिँ त्यसको अन्डाबाट निस्केको यो चल्ला हो। आमापट्टि गएको छ, त्यसले अन्डा पार्दैछ होइन। अन्त एउटा त भर्खर निकालेको रहेछ। अरू पनि छ हेर्नुहोस्, जुन चाहिँ हामीले लु लैजाए अरू सबै आमापट्टि गइसक्यो है। लु अब चारो पो ल्याइदिनु पर्छ यसलाई ब्रोइलरको। अन्त यस्तो छ अब वरिपरि यस्तो छ यी हाम्रो होइन। अब चाहिँ बाबाले दानाको लागि पुस्तकर खन्नु भनेको थियो कि यो कटेर हो होइन दाना पकाउने। अब म र मेरो बुढी चाहिँ पुस्तकर खन्नु जानु आँटेको हो। अन्त आज खेतालो म लाग्थ्यो दाउराको लागि, त्यो काटिरहेको थिएँ आएन। माथिको भाइ माथिको भाइ आएन, कता गयो सायद। अन्त त्यही हो। हामी जान आँटेको छु, देखाउँछु। अन्त त्यही पोस्टर खानु जान आँटेको, बोक्नु चाहिँ 3 बोका ला भनेको कि उसको स्टेट गरेको कपाल बिग्रिन्छ अब भन्छ। आज हामी एक्चुअली खरसाङ जानेवाला थिएँ, मामा बिमारी छ हेर्नुको लागि। तर दिन यस्तो धुम्मेको कारण चाहिँ हामी जानु सकिनँ हो। सोमबार जाने भयो प्लान। यहाँनिर यस्तो छ हाम्रो घरको वरिपरि। गाउँले जिन्दगी चाहिँ यस्तो हुन्छ। एउटै छ पोती त पर अन्डा पार्दैछ, एउटा कुखुरामा छ। यो भाइले तर यसको त्यो माउहरूलाई त्यो पोथीहरूलाई पुरा माया गर्छन् यो भाइले। खै नखाइ दिइरहेको हुन्छ क्या, बोलाउँछ नि कस्तो स्टाइलले गरेर बोलाउँछ नि त्यसरी नै। कक्क आइज 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 आइज। यो हो हाम्रो बारी चाहिँ यस्तो छ। बर्खामा त अलिक उयो मात्रै खेल्छ हो। अन्त यहाँनिर गोठ पनि छ, सबै कुरा हिजो अस्ति ब्याएको छ। अन्त यो माउले पहिलाको पालि पनि ब्याउँदाखेरि बाबा थिएन हो। अन्त ब्याइसकेर त्यसको त्यो उयो गर्नुहरू दुध खुवाउनु डल्लै पहिलाको पालि मैले गराएको। यो पालि पनि बाबा थिएन, म हुँदाखेरि त्यो यो ब्याएको हो। त्यो मजाको ब्याइरहेको छ। अर्को पनि थियो, त्यो चाहिँ बेचिदियो किनकि गोठमा आँट्दैन, ज्यादा पाल्नु यस्तो हुन्छ। अन्त हामी जाँदैछु यहाँबाट नजर यस्तो देख्छ। को हो हाम्रो कुकुर। अन्त अर्को ब्रुनु छ। यो ब्रुनु त अस्ति बान्छ भनेर भागेको गरेको जस्तो त्यसलाई बानिदिन्थ्यो नि त कि अरू बेला। अन्त ट्याक्कै आउँदैन छोडेपछि चाहिँ। त्यसलाई मैले भनेको कि यसलाई त संसारको सबैभन्दा ठुलो जेलमा थुन्नुपर्छ होला। त्यो भनेको होइन हौ, यो नयाँ कि पुरानो हो त्यो केही हुँदैन त्यसो। उयो तर कम्ती छ नि त। अन्त यस्तो छ बारी चाहिँ, यहाँबाट उँधो यस्तो छ भ्यू हेर्नुहोस्। यस्तो छ है, वरिपरि तपाईँलाई देखाइदिन्छु। अन्त यस्तो छ, माथि घर छ
पिङ्की हो हाम्रो कक जाँदैछु पोस्टरमा खन्नु। अस्ति योहरू हामीले रोपेको यस्तो छ। के खन्नु भनेको? नयाँ त होइन है? यता कहाँपट्टि देखाउ त। अब म चाहिँ पोस्टर खन्न आँटेको यही हो कि होइन, तर उसले यही हो भन्छ। गाउँले जिन्दगी चाहिँ यस्तो हुन्छ। देख्यौ माउ निस्केको कस्तो त अहिले त नखन्नु हुन्थ्यो पोस्टर कहाँनिर जङ्गलमा थुप्राइरहेको छ। पोस्टर चाहिँ केलाउँदैछ हो। म चाहिँ कानी उखाल्दै गर्छु ल भनेर दानाको लागि क्या कानी उखाल्दैछु। त यो चाहिँ खै बुढीले भन्छ कि घरि यो खन्नु म भन्छ। लु खन्नु त्यसो भए चारो थप्नु भनेको बाबाले खन्नु भनेको छ अरे पहिला। फेरि खन्नु भनेको फेरि के भन्छ भने बाबाले के भनेको छ अब यो हो कि होइन भन्छ हो। अन्त त्यही भनेको नि अब केटी चाहिँ एउटा कुरामा बस्दै बस्दैन क्या। त्यो सपिङ गर्नु गयो भने पनि एउटा मैले देखेको कि त्यस्तै हुन्छ। लुगा छाने सारे हो, अन्त कालोमा एउटा हेऱ्यो अरे एउटा सेतोमा हेऱ्यो अरे। अन्त त्यो के भएछ है बुढीले सोधेछ अरे बुढालाई यो सेतो लैजाउँ राम्रो लाग्यो भनेछ। बुढाले लैजाउँ न अन्त भनेछ होइन सेतो। त बुढीले फेरि के भनेछ कालो पनि राम्रो छ त किन कालो चाहिँ के भयो भने म त कालो राम्रो लाग्यो भनेछ अरे हो बुढीले। बुढाले लु नि त त्यसो भए लु कालो लैजाऊ भने अरे नि त। फेरि बुढीले अघिसम्म तपाईँले अन्त सेतै मन पऱ्यो भनेको होइन सेतो लान्छु भनेर कि। त्यस्तै मेरो बुढी र मेरो पनि अहिले त्यस्तै खालको कुरा भयो क्या। घरि पोस्टर खन्ने घरि नखन्ने घरि खन्ने घरि नखन्ने भयो कि। त्यही भएर म चाहिँ फटाफट बरु कानी खोज्दैछु। कानी खोजेँ अब भयो भनेको पोस्टर फेरि बाबाले कुन चाहिँ खन्नु भनेको हो। आशा लाग्दो खोपीबाट त है। अब पोस्टर पनि खनिसक्यो। अन्त अब पोस्टर खनिसकेँ। अब घर जाँदैछु हो। सुन्नु हुँदैछ के भन्दैछ हेर न यस्तो दिन भइरहेको छ। हेर्नु गाउँले जिन्दगी चाहिँ यस्तो हुन्छ है। यहाँ टिम्बुर छ यो अगाडि देख्नु भएको त्यो टिम्बुर हो। त्यसलाई के टिम्बुर भन्छ बोके किसिल टिम्बुर हो बोके टिम्बुर छ। अन्त हाम्रोमा अनारस पनि हुन्छ। योपालि अनारस फलेन क्या हो। योपालि अनारस फल्ने सिजन त गरममा ए अस्ति फलेको थिएछ त्यो काटेछ हो। फल्छ यहाँ अलिक सफा गर्नुपर्ने भइरहेको छ। अलिक बेला भएको छैन रहेछ। अन्त त्यही हो यताको सेतोबाट देखेको चाहिँ मेरो मम्मीको कपुर हो। मम्मी हुनुहुन्न हामीसँग। त टोइलेट चाहिँ पुरानो टोइलेट मैले हिजो दिनभरि मचान लगाएको फर्स्ट टाइम मैले इस्कुसको मचान लगाएको फेरि हो। हुँदैछ सानो सानो रायोको सागको उयो पनि छ ओतमा त्यो लगायो भने त राम्रो हुन्थ्यो होला।
तल्लो घरबाट काम चलिरहेको छ। त्यस्तै छ गाउँले जिन्दगी। म तपाईँलाई यस्तो भिडियो के गरिरहन्छु, ब्लग बनाइरहन्छु। तपाईँहरूले यो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् अनि बेल बटन पनि दबाएर अनि सके तपाईँले सेयर पनि गरिदिनुहोस्। पुष्टकर खनेर चाहिँ आइसके यी हो। अब अस्ति काटेको दाउरा थियो, एक दुईवटा बोक्नु पर्यो। ल अहिले यति नै। तपाईँलाई बादमा फेरि बनाउने छु। ल लाइक सेयर हुनसके कमेन्ट गर्नुहोस्, केही सोध्नु छ भने। अन्तखेरि सब्सक्राइब गरिदिनु होला। हुन्छ, सबैलाई हेरिदिनु भएकोमा धन्यवाद।